म पेम्बा शेर्पा आज म तपाईँलाई नयाँ ताजा अपडेट गर्न गइरहेको छु। यो विगत सालको मैले हाँगा कटिङ गरिदिएको बिगिनर पेम्बा शेर्पाले आफैले हाँगा कटिङ गरेको सुन्तला हो यो चाहिँ हैन। किनभने यो चाहिँ विश्वनाथ सिटौलाको सुन्तला बगान हो। मैले विगत सालमा यो भित्र जति यो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, विगत सालमा यो यिनीहरू सबै मैले काट्दिएको चिज हो। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। यो हाँगा काटछाँट गरिदिएपछि यो सुन्तलाको डेकोरेसन भनेको चाहिँ यस्तो हुन्छ। तपाईँको कटिङ काटछाँट गरेको पछिको सुन्तला चाहिँ यति मजाले फल्छ कि यति मजाले फल्छ। तपाईँले हेर्नुहोस् बोट नुहेर झ्याप्पै पारा नुहेर फलेको छ। हेर्न सक्नुहुन्छ तपाईँको एकै लेभल एकै दरको हैन। आज तपाईँको यो पुसको 29 गतेको दिनमा तपाईँलाई म देखाउन गइरहेको छु। किनभने मैले विगत सालमा कटिङ काटछाँट गरिदिएको थिएँ हैन। पुसमा फागुनतिर मैले फागुनतिर मैले यसको कटिङ गरिदिएको थिएँ। किनभने आज यो सुन्तला यति मजाले फलेको छ, यति मजाले फलेको छ हैन। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ पनि मिश्रित बाली छ। माथि तपाईँको सुन्तला भयो, मुनि सागको छ हैन। त्यससँगसँगै यतापट्टि आलु छ हैन। जोस मिहिनेत र परिश्रम गर्यो भने हाम्रो नेपाल भूमिमै हुन्छ भन्ने कुरो चाहिँ तपाईँले प्रत्यक्ष हेर्न सक्नुहुन्छ। आज यो हाँगाहरू काटछटिङ गरेपछि हैन यतिको राम्रो भएको छ। तपाईँको सबै प्रत्येक बोटहरू नुहेर फलेको छ। हेर्न सक्नुहुन्छ है तपाईँले सबै सुन्तला यो बोटले ठेकी नसक्नु गरेर नुहेको छ क्या। तपाईँले यसरी फलिदिएको सुन्तला सायद काटछाँट गरेपछिको सुन्तलाको नतिजा भनेको यतिको राम्रो हुन्छ हैन। तपाईँले हेर्न सक्नुहुन्छ प्रत्यक्ष। आज म तपाईँलाई देखाउन गइरहेको छु हैन। विगत सालमा यसमा खासै सुन्तलै फल्लाकै जस्तो थिएन हैन। तर आज यस्तो फलेको छ हैन। तपाईँले हेर्न सक्नुहुन्छ प्रत्येक खुल्लै खुल्ला हाँगा छ क्या। यिनीहरू चाहिँ विगत सालमा सबै कटिङ हाँगा काटछाँट गरेको हैन। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले है एकदम स्पेसल तरिकाले दर्बिलो तरिकाले सुन्तला फलेको छ है। ल यहाँ हेर्न सक्नुहुन्छ तपाईँको सुन्तलाको बोट झ्याप्पै पारेर है त।